कक्षा 10 मा अध्ययनरत एसई परीक्षाको तयारीमा जुट्नुभएका सम्पूर्ण भाइ बहिनीहरूमा न्यू सोशल स्टडिज युट्युब च्यानलको तर्फबाट हार्दिक स्वागत छ। तपाईहरू समक्ष आज म सामाजिक अध्ययन विषयबाट एसई परीक्षामा कर्णाली प्रदेशबाट सोध्न सकिने लामो उत्तर आउने प्रश्न र तिनको समाधान समेटिएको सामग्री लिएर उपस्थित भएको छु। आउनुहोस् अब सुरु गरौँ। लामो उत्तर आउने प्रश्न र तिनका समाधान। समूह ग, तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्। हरेक प्रश्नको अङ्क 7 बराबर रहेको छ। प्रश्न नम्बर 21, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन प्रजातन्त्रको आधार हो। यसलाई प्रश्न पार्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सञ्चालन गर्न नागरिक र राजनीतिक दलको भूमिका कस्तो हुनुपर्छ? प्रश्न पार्नुहोस्। उत्तर: स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन प्रजातन्त्रको आधार मानिन्छ, किनभने यसले जनताका वास्तविक मत र इच्छा प्रतिनिधिहरूमा प्रकट हुन सुनिश्चित गर्छ। यदि निर्वाचन सही रूपमा सञ्चालन हुँदैन भने लोकतान्त्रिक शासन कमजोर पर्छ र जनताको विश्वास घट्छ। स्वच्छ निर्वाचन भन्नाले भ्रष्टाचार, अनावश्यक दबाव, मत धोका र भ्रष्टाचारपूर्ण कार्यबाट मुक्त निर्वाचनलाई जनाउँछ। यसमा राजनीतिक दलहरूले आफ्नो उम्मेदवारको पक्षमा मात्र प्रचार गर्नुपर्छ। मतदातालाई डर वा लालसा देखाएर मतदान गर्न बाध्य पार्न हुँदैन। त्यस्तै नागरिकहरूले पनि आफ्नो मत स्वतन्त्र रूपमा प्रयोग गर्नु आवश्यक छ। निष्पक्ष निर्वाचन भनेको सबै पार्टी र उम्मेदवारलाई समान अवसर प्रदान गर्नु हो। नागरिकहरूले दल र उम्मेदवारको पक्षपाती हुनुभन्दा निष्पक्ष दृष्टिकोण राख्नुपर्छ र कुनै पनि अनैतिक गतिविधिमा सहभागी हुनु हुँदैन। राजनीतिक दलहरूले पनि एक अर्काप्रति सम्मान र सहिष्णुतापूर्वक व्यवहार गर्नुपर्छ। मर्यादित निर्वाचन भन्नाले मतदान प्रक्रिया, प्रचार र निर्वाचन व्यवहारमा नियम र कानुनको पालना सुनिश्चित गर्नु हो। नागरिकहरूले मतदान गर्दा निर्वाचन आयोगको नियम पालना गर्नु र मतपत्र सुरक्षित राख्नु आवश्यक छ। राजनीतिक दलहरूले निर्वाचनको मर्यादा कायम राखेर मात्र अभियान चलाउनु पर्छ। संक्षेपमा, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न नागरिकले सचेत र जिम्मेवार भएर मतदान गर्ने, राजनीतिक दलले निष्पक्ष र सम्मानजनक चुनाव अभियान चलाउने र सम्बन्धित निकायहरूले कानुन र नियमको कडाई गर्ने भूमिका निर्वाह गर्नुपर्छ। यसरी मात्रै लोकतन्त्र बलियो र दिगो हुन सक्छ। प्रश्न नम्बर 23, प्रथम विश्वयुद्धको परिणाम र दोस्रो विश्वयुद्धका कारणबीच सम्बन्ध स्पष्ट पार्नुहोस्। उत्तर: प्रथम विश्वयुद्धको परिणाम। 1. प्रथम विश्वयुद्ध 1914 देखि 1918 पछि जर्मनी, अस्ट्रिया हङ्गेरी र ओटोमन साम्राज्य कमजोर बने। विशेष गरी जर्मनीमा युद्धपछिको आर्थिक सङ्कट, बेरोजगार र असन्तोष फैलियो। 2. भौगोलिक र राजनीतिक नक्सामा परिवर्तन भयो। नयाँ राष्ट्रहरू जस्तै युगोस्लाभिया, चेकोस्लोभाकिया बने। 3. भोगेका मानवीय आर्थिक क्षतिले समाजमा असन्तोष र विद्रोहको भावना बढायो। वर्साय सन्धि 1919ले जर्मनीमाथि भारी आर्थिक र सैन्य प्रतिबन्ध लगायो, जसले जर्मन नागरिकमा कटुता र असन्तोष बढायो। दोस्रो विश्वयुद्धका कारणहरू। पहिलो विश्वयुद्धको परिणामस्वरूप उत्पन्न असमानता, असन्तोष र आर्थिक सङ्कटले जर्मनीमा राष्ट्रवादी र उग्रवादी आन्दोलन जस्तै नाजीवाद बलियो बनायो। 2. वर्साय सन्धिले जर्मनीमाथि लगाएको दण्ड र भूमि हानिको दोस्रो युद्धको लागि रणनीतिक कारण सिर्जना गर्यो। 3. विश्वव्यापी आर्थिक मन्दी 1929-30ले देशहरूमा राजनीतिक अस्थिरता र द्वन्द्व बढायो। 4. पहिलोको युद्धको नतिजा र अन्तर्राष्ट्रिय सम्बन्धको असन्तुलनले शक्ति सन्तुलन बिगारेको थियो, जसले दोस्रो विश्वयुद्धको वातावरण तयार गर्यो। सारांशमा, पहिलो विश्वयुद्धका आर्थिक, राजनीतिक र सामाजिक परिणामले दोस्रो विश्वयुद्धको मुख्य कारण तयार पारे। विशेष गरी जर्मनीमा असन्तोष, सन्धिबाट आएको अपमान र विश्वव्यापी आर्थिक सङ्कटले द्वन्द्वको बिउ रोपेको थियो। प्रश्न नम्बर 24, नेपालमा वित्तीय शिक्षाको आवश्यकता र चुनौती शीर्षकमा एक वक्तृताको नमुना तयार पार्नुहोस्।
उत्तर वक्तृताको नमुना शीर्षक नेपालमा वित्तीय शिक्षाको आवश्यकता र चुनौती। आदरणीय प्रधानाध्यापकज्यू, शिक्षकवृन्द, सहपाठी साथीहरू र उपस्थित महानुभावहरू, आज म नेपालमा वित्तीय शिक्षाको आवश्यकता र चुनौती भन्ने विषयमा आफ्नो विचार व्यक्त गर्न चाहन्छु। वित्तीय शिक्षा भन्नाले व्यक्ति वा समुदायलाई पैसाको व्यवस्थापन, बचत, लगानी, ऋण, बजेट बनाउने सिकाउनु हो। नेपालको सन्दर्भमा वित्तीय शिक्षा अत्यन्त आवश्यक छ, किनभने अधिकांश नागरिक आर्थिक निर्णय गर्न अपर्याप्त जानकारीका कारण अनावश्यक ऋणमा फस्छन्, बचत कम गर्छन् र दिगो लगानी गर्न सक्दैनन्। वित्तीय शिक्षा भएका व्यक्तिहरू आफ्नो आय र खर्च व्यवस्थापन गर्न सक्ने, बचत गर्ने र आर्थिक सुरक्षामा ध्यान दिने बानीको विकास गर्न सक्छन्। तर यस सँगसँगै चुनौती पनि कम छैनन्। पहिलो चुनौती भनेको ग्रामीण क्षेत्र र शिक्षण प्रणालीमा वित्तीय शिक्षाको पहुँच सीमित हुनु हो। दोस्रो, जनतामा आर्थिक सचेतनाको कमी र परम्परागत गलत वित्तीय बानीले यसलाई प्रभावकारी बनाउन कठिनाई उत्पन्न गर्दछ। तेस्रो, डिजिटल बैंकिङ र आधुनिक वित्तीय साधन प्रयोग गर्ने ज्ञानको कमीले पनि चुनौती थपेको छ। अन्तमा म भन्न चाहन्छु कि नेपालमा वित्तीय शिक्षा विस्तार गर्नु प्रत्येक नागरिकको आर्थिक स्थिरता, राष्ट्रिय आर्थिक विकासका लागि अत्यावश्यक छ। यसका लागि विद्यालयदेखि समुदायसम्म वित्तीय पाठ्यक्रम र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। केवल यसरी मात्र हामी दिगो आर्थिक समाज निर्माण गर्न सक्छौँ। धन्यवाद। हस्त भाइ बहिनीहरू, आजको यस सामग्रीबाट बिदा हुन चाहन्छु। यो सामग्री तपाईँलाई कस्तो लाग्यो जस्ताको तस्तै कमेन्टमा लेख्नुहोला र यदि मन पर्यो भने एक लाइक, साथीभाइमा सेयर र आगामी भिडियो हेर्नको लागि सब्स्क्राइब गरी यस च्यानलमा जोडिनुहोला भन्दै आगामी सामग्रीमा भेट हुने बाचासहित बिदा हुन्छु। नमस्कार।